आज म यो रुममा 24 घण्टा बिताउनेवाला छु। 24 घण्टा बिताउनुभन्दा पहिला मैले टोयलेट गरेँ, हात धुएँ, मुख धुएँ, त्यसपछि ब्रस गरेँ। के म यो रुममा 24 घण्टा बिताउन सक्छु त? यो च्यालेन्ज भिडियो बनाउँदा मेरो शरीरमा के भयो यस्तो? हे गाइज, वेलकम ब्याक टु माई न्यू भिडियो। आज चाहिँ म मेरो रुममा 24 आवर्स च्यालेन्ज लिएर गएको छु। यो मेरो पहिलो च्यालेन्ज भिडियो हो, त्यसैले बोल्न पनि गाह्रो भइरहेको छ। म तपाईँहरूलाई देखाउँछु मेरो रुम। यो चाहिँ मेरो रुम हो अनि म सुत्ने बेड भनेको चाहिँ यो हो। अनि यहाँतिर चाहिँ फोटाहरू जाँसिएको छ थोरै थोरै। अनि त्यसपछि मैले पढ्ने किताबहरू यिनीहरू छन्। अनि हजुरहरू सोच्नुहुन्छ होला यो मान्छेले चाहिँ भित्र गएर पिसाब दिसा कहाँ गर्छ भनेर सोच्नुहुन्छ होला। म चाहिँ पिसाब अहिले गरिहाल्छु, दिसा चाहिँ म बिहान गरेँ भने गर्नु पर्दैन। अहिले चाहिँ म पिसाब गरेर पनि आइसकेँ। अब जाम मेरो रुमभित्र। म चाहिँ अहिले मेरो रुम लिएर पनि आइसकेको छु। यो चाहिँ मेरो रुम रहेको छ अनि हेर्न सक्नुहुन्छ। अनि म चाहिँ भित्र प्रवेश गरिसकेँ। अहिले चाहिँ ठिक अनि 6:14 गएको रहेछ। अब मेरो च्यालेन्ज भनेको भोलि बिहानको 6:14 सकिन्छ। अनि त्यति चाहिँ म के गर्छु भनेर भिडियो लास्टसम्म हेर्नु होला। अनि साथीहरू, त खाना चाहिँ कहाँ खान्छस् भनेर सोच्नु होला। मेरो मम्मी नजिक हुनुहुन्छ, म यहाँबाट बोलाएपछि सुन्नुहुन्छ। अनि त्यसपछि यहाँबाट बोलाउँछु अनि यहाँबाट बोलाएपछि सुन्नुहुन्छ। त्यसपछि चाहिँ म मम्मीलाई भन्छु अनि खाना ल्याइदिनुहुन्छ अनि खान्छु। यी पानी भने चाहिँ म एकछिनमा लिएर आउनेछु। अनि दिसा पिसाब भने मलाई 24 घण्टासम्म नलागोस् भन्न चाहन्छु। मैले भर्खर गरेर पनि आएको छु। फेरि पिसाब लागिसक्यो। मलाई चाहिँ उल्ले पिसाब लाग्ने बानी छ कि यो है खै। फेरि पिसाब लागिसक्यो। म पिसाब फेरेर आउँछु। मेरो अहिले च्यालेन्ज भन्ने स्टार्ट भएको छैन। म जब पिसाब फेरेर आउँछु तब मेरो च्यालेन्ज भिडियो स्टार्ट हुन्छ। अहिले चाहिँ म रुममै छु। फाइनली गाइज, मैले पिसाब फेरेर पनि आइसकेँ। अब चाहिँ म मेरो रुमतिर जान्छु। हेरौँ। फाइनली गाइज, म मेरो रुममा पनि आइसकेँ। अब चाहिँ म रुमभित्र बस्छु अनि त्यसपछि मेरो 24 आवर्स च्यालेन्ज भिडियो स्टार्ट हुन्छ। लेट्स सी, हेरौँ के हुन्छ आज। यो मेरो रुम चाहिँ यो हो, तपाईँलाई थाहा नै छ। अनि म भित्र पसिसकेँ। अब म यो च्यालेन्जहरू स्टार्ट हुन्छ। अनि सँगै यहाँ चाहिँ मैले वर्कआउट गर्नको लागि म कहिले कसो वर्कआउट गर्ने गर्छु, त्यसको लागि चाहिँ मैले यहाँ डम्बलहरू राखेको छु। हेर्न सक्नुहुन्छ, यो चाहिँ मेरो डम्बलहरू हो। डम्बलहरू म कहिले कसो एक्सर्साइज गर्ने गर्छु, त्यसको लागि यो चाहिँ गराएको मैले। अनि साथीहरू, अहिले चाहिँ बत्ती आएको छैन। अब एकछिन पछाडि आउँछ होला। अनि मसिङ एउटा रहेको छ यहीँनिर। आज मसिङ रहेको छ मेरो टाइम पास गर्नको लागि। एउटा बुफर रहेको छ। अनि म आज खतरा डान्स हाल्छु गाइस। तपाईँहरू हेर्नुहुन्छ आज मेरो डान्स कस्तो छ भनेर है। अब यो मेरो सेकेन्ड भिडियो भएर पनि होला है। अलि मलाई बोल्न पनि गाह्रो भएर आएको छ है। अब मेरो पनि के हुन्छ आज, यो भिडियो चाहिँ म अन्तिमसम्म हेर्नु होला भन्न चाहन्छु। अनि अब चाहिँ साथीहरू, म मेरो भिडियोहरू एडिट गर्छु, मेरो सर्ट्स भिडियोहरू एडिट गर्छु। अनि यो सर्ट्स भिडियोहरू म कहाँ हाल्छु भनेपछि युट्युब अनि इन्स्टाग्राम भयो अनि फेसबुक, टिकटकतिर हाल्ने गर्छु है। अब मेरो टिकटक आइडी अनि जुन सोसियल मिडियाहरू छ नि, मेरो आइडीको नेम भने बबिन बुढाथोकी मात्रै छ है। अनि गएर माया देखाउनु पऱ्यो अनि साथ सपोर्ट गरिदिनु होला। अनि तपाईँहरूले गर्दा नै म अघि बढ्ने हो अनि मैले गर्दा नै तपाईँहरूले इन्टरटेनमेन्ट पाउने हो है। अनि त्यसपछि मेरो इन्स्टाग्राममा चाहिँ नेम रहेको छ बबिन बुढाथोकी अनि 999 है। अनि त्यसमा चाहिँ म यो ट्रेन्डिङ भिडियोहरू हालिरहेको हुन्छु। अनि अरूमा भने अरू सोसियल मिडिया प्लेटफर्महरूमा भने त्यो भ्लग क्याटेगोरीको भिडियोहरू हालिरहेको हुन्छु। फाइनली गाइज, मैले अहिले चाहिँ भिडियो एडिटिङ गरेर पनि सकिसकेँ। अनि मैले भिडियो एडिट भने कतिवटा गरेँ भनेपछि सर्ट्स भिडियो 15 सेकेन्ड जतिको होला। मैले दुईवटा भिडियो जति एडिटिङ गरिसकेको छु है। अब एकछिन टाइम पासको लागि सुत्छु अनि शरीरलाई पनि हल्का रिकभर भनौँ न, अनि एकछिन आनन्द गर्छु है। फाइनली गाइज, म चाहिँ अहिले सुतिसकेको छु अनि यही हो मेरो बेडहरू। अनि साथीहरू, अहिले चाहिँ मैले भिडियो गराउँदै अनि सर्ट भिडियो एडिटिङ गर्दा अनि एकछिन सुतेको थिएँ तर निदाएको थिएन। यसो गर्दा अहिले चाहिँ 3 घण्टा बितिसकेको छ है।
अब 3 घन्टा बितिसकेको छ। अब माथि सुतेको थिएँ। अब उठ्दाखेरि त एक्सर्साइज गर्नु पर्यो है। अब त्यसको लागि चाहिँ म एक्सर्साइज गर्छु। मेरो डम्बलहरू भने त्यहाँ छ है। अनि त्यसपछि चाहिँ म कस्तो एक्सर्साइज गर्छु हेर्नु होला है त ल। सबभन्दा पहिले चाहिँ म पुसअपबाट सुरु गर्छु। मैले एक्सर्साइज पनि गरिसकेको छु, तर म फुल भिडियो भने हाल्दिनँ। अर्को कुनै दिन फुल भिडियो हाल्न सक्छु। त्यसको लागि वेट गर्नु होला। अनि फुल भिडियो हाल्यो भने चाहिँ अहिले यो च्यालेन्ज भिडियो लामो हुनसक्छ, त्यसैले फुल भिडियो भने हालिनँ। मैले एउटा सानो एक्सर्साइज गर्छु भन्ने सङ्केत जस्तै दिएको हो है। अनि लेट्स सी। अब अहिले चाहिँ बत्ती पनि आइसकेको हेर्न सक्नुहुन्छ। बत्ती त्यहाँ आइसकेको छ हेर्न सक्नुहुन्छ। साथीहरू तपाईँ सोच्नुहुन्छ होला है, अनि यो मान्छेले चाहिँ अहिले नि योभन्दा पहिलो फर्स्ट भिडियोमा पनि यही सर्ट लागेको थियो है। अनि यो सेकेन्ड भिडियो च्यालेन्ज भिडियोमा पनि यही सर्ट लागेको छ। यो किन लाग्यो होला भनेर सोच्नुहुन्छ। अब ध्यान दिनुभयो कि नै, कतिजनाले ध्यान दिनुभयो, कतिजनाले ध्यान दिनु भएन। अनि साथीहरू मैले अहिले एक्सर्साइज गर्दै भिडियोहरू बनाउँदै अहिले चाहिँ फेरि 2 घन्टा गइसकेको छ। त्यो अगाडिको 3 घन्टा प्लस अहिलेको 2 घन्टा गरेर 5 घन्टा भइसक्यो। अब लेट्स सी कति घन्टा छ हेरौँ। अनि साथीहरू खासमा भन्दाखेरि चाहिँ म एउटै ठाउँमा धेरै समय बस्न नसक्ने मान्छे हो कि है। आज म किन बसिरहेको छु मलाई नै अचम्म लागिरहेको छ। सायद यो मैले भिडियो गराउने सोच्थेँ, यो भिडियो गराउन लागेको भएर होला, नत्र म कुनै ठाउँमा पनि एक ठाउँमा बस्दैन थिएँ कि है। आज बसिरहेको छु। अनि क्यामेरा नि राम्रो आएको छैन, स्पष्ट आएको छैन। हेर्दै जाऊँ। तपाईँहरूको साथ सपोर्ट भयो भने राम्रो भिडियोहरू लिएर आउनेछु। राम्रो क्यामेरा गर्छु। अनि त्यसपछि राम्रो भिडियोहरू तपाईँमा पुर्याउनेछु। त्यसको लागि तपाईँले साथ सपोर्ट गर्नु भनेकै छु है, गरिदिनु पनि। म यही भित्रबाट बाहिरको भ्यू देखाउँछु है कस्तो रहेछ गाइस। अगाडि भर्खर पानी पनि परेको थियो, अनि बादलहरू लागेर पुरै कालो बादलहरू लागेको छ। अनि म तपाईँहरूलाई भ्यू देखाउँछु। साँझ भइरहेको छ, अहिले रात पर्न लागिरहेको छ, तर उज्यालो भनौँ न घाम पनि लागेको छैन। अचम्म भइरहेको छ रे। मलाई चाहिँ अहिलेसम्म पिसाब कुनै नि लागेको छैन है। अब नलागोस् पनि भन्न चाहन्छु। पछाडि पनि अहिलेसम्म चाहिँ लागेको छैन। अब हेरौँ पछाडि के हुन्छ न। मेरो मम्मीले मलाई खाना खा भन्नुभएको छ, अनि मेरो रुममा ल्याइदिनु भनेको छु है। अब ल्याइदिनुहुन्छ अनि त्यसपछि खाएर फुट्नुपर्छ। फाइनली गाइस मैले खाना खाएर पनि आइसकेँ। अनि त्यसपछि अब अहिले खाएको खाना मलाई बेलुकासम्म जानिहाल्छ। अब दिउँसोको नास्ता भने यस्तै हो। अब बेलुका खान्छु भने म रुममै खान्छु, किनभने म मेरो च्यालेन्ज भिडियो रहेको छ यो रुममै बिताउने। अब यो मेरो रुम छ, यो रुम भन्दा बाहिर जान मिलेन, किनभने च्यालेन्ज भिडियो भने यो रुममा नै बस्ने हो है। सोसियल मिडिया प्लेटफर्महरूतिर मेरो भिडियोहरू सर्ट भिडियोहरू अपलोड गर्छु, त्यहाँतिर पनि गएर साथ सपोर्ट गरिदिनु होला भन्न चाहन्छु। अब चाहिँ म पछाडि भेट्छु। अनि साथीहरू अहिले चाहिँ राति पनि भइसक्यो, बाहिरतिर देख्न सक्नुहुन्छ अहिले चाहिँ रात परिसकेको छ। म चाहिँ अझै पनि यो रुममा बसिरहेको छु। अनि म चाहिँ त्यो सुतेको एउटा भिडियो हेरेको थिएँ मैले अगाडि भन्न बिर्सेछु हजुरहरूलाई। मैले एउटा हिन्दी मुभी हेरेको, अनि त्यसपछि त्यो मुभी चाहिँ 2.5 घन्टाको थियो। अनि हेर्दै अझ टाइम बितिसकेको छ। अब आज चाहिँ मैले के गरेँ भन्दाखेरि नाच्ने भनेको थिएँ, अब त्यो चाहिँ भएन। अब आज चाहिँ मैले भिडियो हेरेँ, भिडियो एडिटिङ गरेँ, पोस्ट गरेँ,
अनि त्यसपछि एक्सर्साइजहरू गरेँ अनि त्यस्तो गर्दा गर्दै दिनहरू कटिसकेछ। अनि अहिले चाहिँ रात परिसक्यो है। अब खाना पनि अब मेरो मम्मीलाई भन्छु बेलुकाबाट अब ल्याइदिनुहुन्छ अनि त्यसपछि खान्छु। अब राति 9-10 बजीसम्म म लङ भिडियोहरू एडिटिङ गर्छु अनि त्यसपछि सुत्दै त भोलि बिहान भइहाल्छ। अब चाहिँ यो रुममा 24 आवर च्यालेन्ज बिताउन अब मेरो केही घन्टा मात्र बाँकी छ, त्यसपछि मेरो च्यालेन्ज भिडियो सकिन्छ। अनि साथीहरू 24 घन्टा एउटै रुममा बस्नुको पीडा मलाई अहिले थाहा भइसक्यो है। अब मेरो शरीर जाम भएको जस्तो अर्कै लागिरहेको छ है। अब गाह्रो त परिहाल्छ यो रुममा बसिरहेको। अब म त एक ठाउँमा कहिले पनि बस्न नसक्ने मान्छे है। आज बसिरहेको छु। अब अहिले रात पनि परिसकेको छ। हजुरहरू हेर्न सक्नुहुन्छ बाहिरतिर। म यो रुमभित्रै छु अहिले पनि हेर्न सक्नुहुन्छ यहाँबाट है। अहिले त रात पनि परिसक्यो अनि साथीहरू अहिले यस्तो रात परिसकेको छ है। त्यो चाहिँ 9 पनि बजिसकेको छ। अब मलाई निद्रा पनि लागिसक्यो है। अब म सुत्नुपर्छ। अब भोलि बिहान भेट्नुपर्छ। गुड नाइट, गुड मर्निङ गाइज। अहिले चाहिँ बिहान हुने भइसकेको छ। अहिले चाहिँ 5:47 गइसकेको छ। अब केही समय मात्रै छ है मेरो च्यालेन्ज भिडियो सकिनको लागि। अहिले चाहिँ ठिक 5:47 गएको छ। हेर्नुहुन्छ 5:47 गएको छ। अब मेरो च्यालेन्ज भिडियो भनेको 6:14 हो अनि त्यसपछि सकिहाल्छ है। त्यही हो। मलाई चाहिँ अहिले यति गाह्रो भइरहेको छ कि साथीहरू म कहिले च्यालेन्ज भिडियो गर्दिनँ जस्तो लागिरहेको छ क्या। शरीर जाम भएर यो रुमभन्दा बाहिर ननिस्केर होला। अनि म त जहिले नै यताउता हिँड्ने मान्छे है। आज 24 घन्टा हुन लागिसक्यो अहिले पनि यो रुमभन्दा बाहिर निस्केको छैन, किनभने मेरो च्यालेन्ज भिडियो हो है। अब म ठ्याक्क च्यालेन्ज सकिएपछि मात्रै बाहिर निस्किन्छु अनि त्यसपछि एक्सर्साइजहरू गर्छु। शरीर लास्टै दुखेको छ कि साथीहरू के भयो यस्तो है। अनि साथीहरू अहिले चाहिँ के भइरहेको छ भन्दाखेरि यो बाहिर पानी परेर लास्टै पानी परेको छ क्या है। हेर्न सक्नुहुन्छ हजुरहरूले बाहिर यति धेरै पानी परेको छ। लास्टै पानी परेको छ। हिजो बिहानदेखि त यति धेरै पानी परेको छ है। अहिले सुतेर पनि उठिसके। अब के गर्नु है। लगाएछ अहिले चाहिँ हेर्न सक्नुहुन्छ 5:55 पनि गइसक्यो। अब मेरो च्यालेन्ज भनेको ठिक 19 मिनट मात्रै छ अनि त्यसमा च्यालेन्ज भिडियो सकिन्छ। त्यहाँदेखि चाहिँ मलाई म कपडाहरू लगाउँछु, पानी खान्छु अनि यताउता गर्दा बितिहाल्छ अनि त्यसपछि भेट्नुपर्छ है। ल अनि साथीहरू अहिले चाहिँ मलाई हिसाब लागेर लास्टै भएको छ है। अब एकदिन पछाडि चाहिँ अब मेरो च्यालेन्ज सकिन्छ। त्यसपछि म गएर साथीहरूको अनि त्यही दिनसम्म चाहिँ म जसरी भए पनि सहन्छु हिसाब है। अब मेरो च्यालेन्ज भिडियो सकिन मात्र 6 सेकेन्ड है साथीहरू। 1 2 3 4 5 6 हेर्न सक्नुहुन्छ साथीहरू। अहिले च्यालेन्ज ठ्याक्कै 14 मिनट गइसक्यो। मेरो यो च्यालेन्ज भिडियो सुरु पनि ठिक 6:14 सुरु भएको थियो भनेको चाहिँ अहिले पनि ठिक 6:14 नै हिँड्ने भएको छ, सकिएको छ है। अब किनभने हेर्न सक्नुहुन्छ तपाईँहरूलाई विश्वास लाग्दैन भने 6:14 गइसक्यो। फाइनली गाइज मेरो टाइम पनि सकिसकेको छ। अब चाहिँ म बाहिर जान्छु। हेर्नुहोस् है। अब बाहिर गइसकेँ। म अहिले बाहिर पनि आइसकेँ। हजुरहरूलाई यो च्यालेन्ज भिडियो कस्तो लाग्यो, राम्रो लाग्यो भने लाइक, कमेन्ट, सब्सक्राइब भन्ने गर्न नबिर्सनु होला। नेक्स्ट भिडियोको लागि वेट गर्नु होला अनि सँगै नेक्स्ट भिडियो के गर्ने त्यो पनि कमेन्ट गरिदिनु होला। अब फेरि नेक्स्ट इन्ट्रेस्टिङ भिडियोमा भेट्नुपर्छ। थ्याङ्क्स फर वाचिङ। बाई बाई। Let's see how you do under pressure. I've been wanting this shit forever.